नेकपा एकीकृत समाजवादीकी नेत्री रामकुमारी झाँक्रीले आफ्नै पार्टी अध्यक्ष माधव कुमार नेपाललाई लक्षित गर्दै दिएको आक्रोशपूर्ण अभिव्यक्तिले नेकपा यसभित्रको आन्तरिक तनाव पुनः सतहमा ल्याएको छ। शनिबार लुम्बिनी प्रदेशमा आयोजित युवा संघ नेपालको भेलामा झाँक्रीले पार्टी नेतृत्वमाथि सार्वजनिक रूपमा प्रश्न उठाउँदै अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन भन्ने भनाइ मार्फत अध्यक्ष नेपालको प्रत्यक्ष आलोचना गरिन्। म त भन्छु अब अर्डिनाइजेसन गर्नु कानुनी संवैधानिक हिसाबले अध्यक्षमाथि समस्या आयो। अरू कयौं पार्टीका सदस्यमाथि पनि समस्या आएकै छ। अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन। होइन भने हामी सुध्रिने हो भने नयाँ जानकारी जानको लागि केही पास्टर गर्नु परेन। झाँक्रीको सम्बोधन केवल एक असन्तुष्ट नेताको भनाइ मात्र थिएन, यो एक सांगठनिक माग पनि थियो। उनले पार्टीलाई सङ्कटबाट पार लगाउन अर्ली महाधिवेशनको माग गर्दै नेतृत्व फेरबदलको आवश्यकता औल्याएकी छन्। मान्छेहरूबाट टीका लगाएर बनाएको केन्द्रीय समितिबाट चुनाव लडेर यही पार्टी बनाउने हो नि तपाईले पार्टी बनाउनुहुन्न र यो धेरै छिटो विघटन हुन्छ भन्ने कुरा पनि यही। उनका अनुसार अध्यक्षमाथि कानुनी तथा नैतिक सङ्कट आइपरेकोले नेतृत्वमा परिवर्तन आवश्यक छ। पार्टीलाई पुनर्गठन गरौं, कानुनी हिसाबले अध्यक्षमाथि सङ्कट आयो, अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन उनले भनिन्। झाँक्रीको कडा भाषा विशेष अदालतमा अध्यक्ष नेपाल विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको प्रसङ्गसँग गाँसिएको देखिन्छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलि जग्गा सट्टापट्टा सम्बन्धी प्रकरणमा नेपाल विरुद्ध मुद्दा दायर गरेपछि पार्टी नेतृत्व नै सङ्कटमा परेको भन्ने धारणा झाँक्रीको अभिव्यक्तिमा देखिन्छ। तर विरोधाभास यहाँ देखिन्छ कि मुद्दा दर्ताको बखत झाँक्री स्वयं अदालत पुगेकी थिइन् र इजलासमै 4 घण्टा बसेर नेपालको साथ दिएकी थिइन्। यसले देखाउँछ उनी संस्थागत रूपमा पार्टीसँग सहकारीको तयारीमा थिइन्, तर अब राजनीतिक रूपमा त्यो संयम चुडिएको हो। कार्यक्रममा झाँक्रीले व्यक्त गरेको मन्तव्यले विवाद सिर्जना गरेपछि उक्त अभिव्यक्तिका भिडियोहरू हटाउने प्रयास भयो। तर पार्टीकै नेत्री रेखा तामाङ लोप्चनले फेसबुकमा सो भिजुअल सार्वजनिक गरेपछि विषयले सामाजिक सञ्जालमा व्यापक ध्यान खिच्यो। यसपछिका घण्टाहरूमा अध्यक्ष नेपाल निकट युवा नेताहरूले झाँक्रीप्रति आक्रोश पोख्दै सामाजिक सञ्जालमा तीव्र प्रतिक्रिया दिएका छन्। झाँक्री पार्टी स्थापना कालदेखि नै आलोचक पक्षमा रहेकी थिइन्। नेकपा एमालेबाट टुटेर बनेको नेकपा यसभित्र उनी स्थायी सचिवमा भए पनि अध्यक्षसँगको सम्बन्ध सधैँ स्पष्ट र सौहार्दपूर्ण रहेन। केही समय अघि उनी एमालेमा फर्किने चर्चा पनि चलेको थियो। तर त्यस्तो निर्णय नलिए पनि हालको अभिव्यक्तिले उनी स्पष्ट रूपमा वैकल्पिक नेतृत्वको माग गर्दै अगाडि बढ्न खोजिरहेकी छन्। रामकुमारी झाँक्रीको अभिव्यक्तिले नेकपा यसभित्रको नेतृत्व सङ्कट, सांगठनिक विचलन र भावी दिशा पुनः बहसको केन्द्रमा ल्याएको छ। एकातिर पार्टीको सर्वोच्च नेतृत्व कानुनी चुनौतीको सामना गरिरहेको छ, अर्कोतर्फ पार्टी भित्रैबाट वैकल्पिक नेतृत्वको आवाज उठ्दैछ। झाँक्रीले उठाएको अर्ली महाधिवेशनको प्रस्ताव केवल गुनासो होइन, नेतृत्वको वैधतामाथिको गम्भीर प्रश्न हो। अब नेकपा यसको नेतृत्वले यसलाई अनुशासनको मुद्दा बनाउने कि सङ्गठन पुनरावलोकनको अवसरको रूपमा लिने भन्नेमा पार्टीको भावी अवस्था निर्भर रहनेछ।